हेलो नमस्ते साथी सबैजनामा र स्वागत छ तपाईहरुलाई आजको हाम्रो यो मुकबाङ भिडियोमा र हामीसँग छ आज मोमो कोरियन नुडल्स यो मिक्स सलाद चिसो अनि मोमोको रस त हुन परि नै हाल्यो है साथी हो भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु होला ल सुरु गरौँ म चाहिँ पहिला खान्छु नुडल्स यो चपस्टिकले किनकि मलाई चपस्टिकले खाने बाध्यता हैन किनकि मलाई रहरै लाग्छ के सिक्नुको लागि पनि त्यही भएर जानेको चपस्टिकले खान्छु नजानेको फेरि हात पनि जिन्दाबाद सुरु गरिहालेको अब गर्नु ल सबै हाम्रो होममेड मोमो है साथी हो म पनि खान्छु मोमै टेस्ट गरौँ सबैभन्दा चीज सुरु गरौँ है त के मोमो पर्यो यो चाहिँ चिकन मोमो गाजरको अनि हामीसँग कलरफुल मोमो छ के यो येलो कलरको गाजरको अनि यो व्हाइट त व्हाइट भइहाल्यो अनि यो अर्को कलरको चाहिँ हाम्रो खास यो चुकुन्दरको हो क्या कस्तो बनाउँदा कस्तो राम्रो कलर थियो सेम कलर हैन पाकिसकेपछि यसको कलरै उड्यो कि त्यही भएर कस्तो अर्कै डिस्कलर भइदियो क्या पकाउनु भन्दा अगाडि त कस्तो राम्रो थियो कलर दामी कलर अर्ग्यानिक कलर हालेर बनाएको प्लानै सक्सेस भएन आधा हैन मोमो त काउन्ट गर्नै बिर्सिएछ त कतिवटा थियो दामी ला हुन्छ नि 7 3 जा 21 यहाँनिर छ यहाँ 21 भन्दा ज्यादा छ होममेड मोमो साथीहरु यो होटलतिर खायो भने 2-3 टा बराबरको एउटा छ सारै ठुलो ठुलो त टेस्टी पनि छ 21 मैले 2-3 टा खाइसक्यो होला 24-25 वटा एक साइडमा 24-25 वटा नुडल्स नो चैलेंज नो पनिशमेंट ओन्ली मुकबाङ गम गम खाने ढुक्कले आनन्द ल्या जे आउँछ मजाले पकाउँछ आज हाम्रो घरमै मोमो खाने प्लान थियो फ्यामिली नै त्यही भएर सबैजनालाई मोमो बनाएर अगाउनु लाइओरिकन सबैलाई दिइओरिकन हाम्रो पालो हामी दुईजनाको पालो चाहिँ लास्टमा तर मोमो चाहिँ सेटअप गर्दा गर्दा अलिकति चिसो भइसकेछ नुडल्स खानेमा अचार चाहिँ हाम्रो स्पेशली हाम्रो सासूआमाले बनाउनु भएको भटमास टमाटर तिल सबै गरेर दामी छ है मिठो नुडल्स चाहिँ हाम्रो रमिता सिस्टरले बनाउनु भएको त्यो पनि दामी छ यो गोलो मोमो रमिता सिस्टरले बनाउनु भएको उहाँले अनि यो लाम्चो मोमो मैले बनाएको यो मिक्स पनि हेर्छु मैले पनि पचाउने गर्दा मैले मात्रै हैन सासूआमाले पनि बनाउनु भएको हैन सबै बराबरी बनाएको मोमो त अन्त धेरै उहाँले बनाउनु भयो मैले चाहिँ अलि बेलान्कारमा अनि यो मिक्स सलाद चाहिँ मैले बनाएको चिसो टेस्ट गरौँ यो छ उहाँसँगको मसँग चाहिँ चुकुन्दरकै जुस
पनि त्यो कोल्ड ड्रिङ्क्सहरूसँग तर खायो भने कस्तो पेट डुस्सै हुने क्या छिट्टै। त्यही भएर मसँग चाहिँ अलिकति हेल्दी जुसै छ भनौँ न, यिनीहरू सबैलाई पचाउनको लागि। फेरि यो जुस कसैले त्यति साह्रो टेस्ट अलिकति फरक हुन्छ है त चुकुन्दरको कि। म चाहिँ मोमो लभर हो, त्यही भएर मोमो मात्रै खाइ गरिरहेको छु। पानी मिक्स गरेको, त्यही भएर यसको टेस्ट खासै चुकुन्दरको जस्तो होइन, होइन पुरै चाहिँ। म यतिको त चुकुन्दर खानै गाह्रो हुन्छ मलाई, म चाहिँ नसक्ने सक्दिनँ चुकुन्दर चाहिँ। अहिले चुकुन्दरको झोलले मुसेको मोमोले चाहिँ सोचे जस्तो रिजल्ट दिएन, पातलो भइसक्यो अरे, पानी बेसी भएछ। अलि पातलो भन्नाले नि यो पकाएर गर्नुपर्ने रहेछ जस्तो लाग्यो। झोल हल्का पकाएर। मैले त्यस्तो देखेको थियो। झोललाई अलिकति उमालेर मुस्दाखेरि कलर जाँदैन थियो कि, मैले चाहिँ डाइरेक्ट झोल मात्रै बनाएर त्यसले मात्र मुसेको क्या। कस्तो राम्रो थियो क्या, यस्तै कलरको थियो मोमो नपकाउँदा। पकाएपछि कलर गयो। मलाई त यो सलाद मिठो लाग्यो। मोमो त टन्नै खाएँ त मैले। 25वटा भन्दा ज्यादा छ त्यो साइडमा मोमो। धनिया बिस्तारै आएछ। के साह्रो लाग्छ धनिया। धेरै छैन, किमामा चाहिँ अलिक मजाले लगाएको। एउटा उ ल्याउनु रहेछ नि त हामी, यस्तो प्लेट क्या। एकछिन पर्खिनु पऱ्यो, फेरि म नभएको बेलामा सबै सकेछ। सिँगान पो पुग्न थाल्छ या। ल लेट्स स्टार्ट। कहाँबाट यो 2टा हाउसफ्लाई छिरेछ क्या हाम्रो घरभित्र। यसले पनि हाम्रो खानेकुराको मजा लिइरहेछ। मलाई चाहिँ यो नुडल्सै मिठो लाग्ने क्या। म चाहिँ मोमो भन्दा पनि मोमो नै मिठै हो, तर नुडल्स अझ मलाई 2टामा चुज गर्दाखेरि यसैले गर्छु। नो च्यालेन्ज नो पनिसमेन्ट त भनियो, त्यो त छँदै छैन। एउटा 2टा यसो दिमाग खियाउने कि सोध्न आउँदैन। म आगाइसकेँ, के भन्नु अब। म त आगाइसकेँ। त्यस्तो गर्नु पाइँदैन, सुरु गरेपछि फिनिस गर्नुपर्छ। अगाउ या नअगाउ। मोमो आज खाइसकेको चाहिँ आजभन्दा पनि बेसी खाइसक्यो, नअगाउनु त नि। लास्टै पिरो हो। कहाँ मटर हाल्को?
उसको जस्तो है सुरुमा खाँदा चाहिँ सबै सकाउला जस्तो गरेर खायो आधी भएपछि मलाई पुग्यो भन्नुहुन्छ हाम्रो सिस्टर म चाहिँ सुरुमा खाँदा यसले 2-4वटा भन्दा बढी मोमो खाइसक्दैन भन्थ्यो होला मान्छेले तर बिस्तारै खाँदा सबै जसले एउटा दिमाग खियाउनु सोध्छु ल म तँलाई आउँदैन भनेको होइन आउँदैन चाहिँ नभन् न पहिलादेखि अलिअलि कसैले भनेको सुनेको केही कुरो त याद हुँदैन तँलाई एउटा कुरा ल यो पनि कपी हो है मैले खुद जानेर सोधेँ होइन कपी सोध्छु म तँलाई फर्स्ट कपी कसको कपी हो भनेर चाहिँ यो भिडियो हेर्नेले थाहा पाउनुहुन्छ एउटा मतलब उसमा सेलुनमा कपाल काट्ने ठाउँमा होइन केटाहरूको कपाल काट्ने ठाउँमा एउटा चिन्डे कपाल काट्नु गएछ अरे एकजनाको कपाल काटेको 100 रुपियाँ एउटा चिन्डेको कपाल काटेको 100 रुपियाँ त्यो जाने चिन्डेको कपाल काटेको 100 रुपियाँ होइन चिन्डेको पनि कपाल काटेको 100 रुपियाँ त्यो चिन्डेको कपाल काटेको 100 रुपियाँ अब 10वटा चिन्डेको कपाल काट्दा कति सय हुन्छ 1000 1000 कसरी अनि एकजना जनै पिछेको त नि एकजना बराबर 100 रुपियाँ भनेपछि चिन्डे 10 जना चिन्डे भयो भने त 1000 रुपियाँ भएन के चिन्डेको कपालै अनि चिन्डेको कपाल काटेको बराबर भनेपछि त अनि एन्सरमा तैँले अघि नै मैले एन्सर थाहा पायो होला भनेर सोचिरहेको चिन्डेको कपाल होइन मैले सोचेँ चिन्डेको कपाल हुँदैन त भने तर बराबर एकजनाको बराबर भनेपछि त अनि भेनाको याद आयो यार भेनाकै कपी हो मैले जस्तै एन्सर दिएको 1000 रुपियाँ भनेर चिन्डेको कपालै हुँदैन के कपाल काट्छ होला 1000 रुपियाँ भेना इज रक तर टुडेर मित सक फेरि म चाहिँ सक फेरि खानुमा नि सक लास्टै पिरो हो बाब्रे धेरै नखाइ भरे फेरि बनाएर हो कि लासै हुन्छ क्या अलि चाखिस पनि होला एउटा चाख्दै भने 1 प्लेट खाइसकिस जस्तो लाग्यो भेज अबि छ्या भेजको चाहिँ एउटा चाखे आन्टीको त अपोजिट क्या रियलमा यसले बेसी खान्छ अनि यहाँनिर खाने अगाडि क्यामेरामा चाहिँ कम खाने यस्तो नि हुन्छ त्यो चाहिँ अनि म बाहिर ठिक्क 1 प्लेट भन्दा बेसी नखाने यहाँ चाहिँ धेरै खाने तैँले मलाई भिलियन बनाउनु खोजेको तैँले मलाई खन्चो बनाउनु खोजेको त्यो होइन हौ 1 प्लेट भन्दा 2 प्लेट भन्दा बेसी चाहिँ 28-29 छ भनेपछि बुझ्न कतिवटा खाएँ म तर म त्यो यो भिडियो गरिरहेको छु भनेरै जोर जबरजस्त खाइरहेको छु मिठो पनि भइरहेको घरमा बनाएको कुरा के नमिठो होइन 47 मा किनेर 48 मा बेच्दा कति रुपियाँ फाइदा हुन्छ 40 रुपियाँ 47 मा किनेर कसरी एन्सर दिन्छ मै कन्फ्युज भएँ 40 रुपियाँ भन्दा ए एन्सर चाहिँ 40 रहेछ क्या होइन मलाई नि कन्फ्युज बनाइदिस् त
47 मा किनेर 48 मा बेच्दा कति रुपियाँ फाइदा भयो? बेफाइदा फाइदा बेफाइदा त के गर्नु किनेर बेच्ने मान्छेले बेफाइदा घाटा परेर त कसले बेच्छ? नाफै राखेर बेच्छ। त्यही 47 रुपियाँ 47 रुपियाँ आन्सर मिलाउनुहोस् भने यो एक बाइट खानुपर्छ राम्ररी क्वेसन सुने एकपटक 47 राम्ररी क्वेसन सुने फेरि भन्छु ल 47 मा किनेर 48 मा बेच्दा कति रुपियाँ फाइदा भयो? 40 रुपियाँमा बेचेर 40 रुपियाँमा किनेर 47 रुपियाँमा किनेर 48 रुपियाँमा बेच्दा कति रुपियाँ फाइदा भयो? पाँच भन् सरी 05 भन् न यो एउटा खानु 6 रुपियाँ कसरी भन्नु नि पर्छ 40 रुपियाँ सर्टलाई 40 रुपियाँमा किनेर 48 रुपियाँमा बेच्दा अनि 40 6 रुपियाँ फाइदा भएन एन्सरै मिलेन भन्नु त भनिस् एन्सरमा 47 मा फेरि भन् त मलाई बुझाएर एन्सर सर्ट होइन तैँले 47 भनेर पुरै घुमाउन खोजिस् होइन तर सर्ट चाहिँ सर्ट हो होइन सर्ट 40 रुपियाँमा किनिस् होइन 48 मा बेच्दा अनि 6 रुपियाँ फाइदा भयो होइन 47 48 49 40 41 42 43 44 45 46 47 ए 7 रुपियाँ यार 7 रुपियाँ फाइदा कौन है ये लोग कहाँ से आते हैं 40 41 42 43 44 45 46 47 होइन यसले 3 पटक ट्राई गर्दा पनि सेन्स चाहिँ सही लाग्यो तैँले 3 पटक ट्राई गर्दा नि पैसा चाहिँ कति भन्ने त भन्नै सकेन्स लाखा म भन्छु ए 40 रुपियाँ लो भयो कैसे कैसे लोग रहते हैं यार यहाँ पर चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम फाइदै भएन 40 रुपियाँ कसरी खान म भनिदिइहाल्छु नि म त खान खा म भन्छु तँलाई राम्ररी तान तान गर्नु सर्केला फेरि अब ल तैँले ठिक भन्ने छैन सर्ट 40 मा किनेर 48 मा बेच्दा भने 40 मा 8 थपे कति हुन्छ 40 मा 8 थप्दा 48 अनि कति रुपियाँ 40 मा किन्यो होइन 48 मा बेच्यो ल 40 आफ्नै 40 41 42 43 44 45 46 47 48 8 रुपियाँ भएन 40 41 42 40 मा 8 थप्दा कति हुन्छ 48 48 कति रुपियाँ फाइदा त्यत्रो सेन्स लागेको काम मिल्यो त यहाँ हिसाब मिलेन अनि 47 मा किन्दा 48 मा बेच्दा कति फाइदा भयो रे 40 उसको साउँ भयो 8 रुपियाँ फाइदा अरे अर्को सोध अब मै मात्रै सोध्नु दुईटा मै भइसक्यो त सोध्नु म छैन मेरो त बिहा गर्दैछ त लाजै पर्ने कुरा नगर्नु ल खाँदैन तँ जाऊ नानी हेर्नु तेरो पनिसमेन्ट यो खाइसकेन नानी हेर्नु जा सोध्न सोध अरू पनि मजा लाग्यो क्या कि क्वेसनै सक्यो सबै मेरो झुगामा हुन्छ र खानु पनि पर्यो क्वेसन मात्रै सोधेर झन् सेल आउँछ नुडल्स पनि सकिसकेँ यसले 7वटा मोमो सकेन मैले त्यति नै हो 7-7वटै परेछ है 7वटा मोमो सकेनौँ तर नुडल्स धेरै साथीहरू त्यो थोरै खाएँ मोमो मात्रै खाएको भए सक्थेँ मैले चाहिँ तर यस्तो गरेर अब आइन्दा तँसँग खानु बस्दिनँ यस्तो पारा हुन्छ यसो साथीले मलाई खानु मोटिभेट गर्ने खानुपर्छ सक्नुपर्छ भन्ने खालको साथी भएको खाने उहाँसँग त सक्दिनँ म सक्ने होइन हाम्रो खानेकुरै बेसी भयो क्या अबदेखि होटलमा 2 प्लेट मोमो खान्छु भने त्यो खान्न बरु खान्न एउटा मात्रै प्लेट खाएन नि तपाईँले उहाँको ल ल मैले चाहिँ
7-8 मोमो बाहेक सबै कुरा सकिसक्यो। धन्यवाद साथी भिडियोलाई अन्त्यसम्म हेरिदिनु भएकोमा। र हामीले चाहिँ अब धेरै ओभरै फुल भएर 7-7वटा मोमो चाहिँ खान सकेनौँ, माफ गर्नु होला। बाई बाई, थ्याङ्क्स फर वाचिङ।